भक्तिमा यस्तो शक्ति हुन्छ कि भगवान स्वयं भक्तको प्रेममा हराउनुहुन्छ। यस्तै कथा रहेको छ आज। एउटा गाउँमा एकजना गुरु, एकजना बाबाजी हुनुहुन्थ्यो। उहाँ भगवानका ज्ञान गुण सुन्ने, भगवानको भक्ति गर्ने, भगवानको पूजा अर्चनामा नै आफूलाई व्यस्त राख्नुहुन्थ्यो। दैनिक आफ्नो नित्य कर्म सक्यो, भगवानको पूजा पाठ गर्यो, भगवानको ज्ञानहरू लियो, भगवानको भक्ति गर्यो, भजन गर्यो। यसमै एकदमै खुसी हुनुहुन्थ्यो। एक दिन उहाँ गाउँ डुल्दै हुनुहुन्थ्यो। परबाट एकजना व्यक्ति आएको देख्नुभयो र त्यो व्यक्तिलाई देख्ने बित्तिकै उहाँले पत्ता लगाइहाल्नुभयो उहाँ भगवानको दूत हुनुहुन्थ्यो, यानि कि देवदूत हुनुहुन्थ्यो। उहाँको नजिक जानुभयो, प्रणाम गर्नुभयो, एकदमै कृतज्ञता व्यक्त गर्नुभयो। भगवानको दूतलाई भेट्न पाउँदा एकदमै खुसी पनि हुनुभयो र उहाँले हातमा एउटा डायरी लिएर आउनुभएको थियो। उहाँले सोध्नुभयो यो के हो भनेर, र उहाँ देवदूतले भन्नुभयो यो साँचो भक्ति गर्छ भनेर उहाँहरूको नाम लेखिएको डायरी हो, लिनुहोस् तपाईँ पनि पढ्नुहोस् भनेर दिनुभयो। उहाँ बाबाजीले, गुरुजीले त्यो डायरी लिनुभयो र सुरुदेखि अन्तिमसम्म पढ्नुभयो। तर त्यसमा उहाँको नाम थिएन र उहाँले त्यो डायरी भगवानको दूतलाई नै फिर्ता गर्नुभयो र त्यहाँबाट अगाडि लाग्नुभयो। भोलिपल्ट पनि बाबाजी, गुरुजी बिहान उठ्नुभयो, पूजापाठ, आफ्नो भजन भक्ति गर्नुभयो र यसो गाउँ डुल्न निस्किनुभयो। भोलिपल्ट पनि फेरि उहाँले देवदूतलाई देख्नुभयो र उहाँको नजिक जानुभयो। भेट भएकोमा चाहिँ खुसी व्यक्त गर्नुभयो, प्रणाम गर्नुभयो। भगवानलाई भेटे जस्तै एकदमै रमाइलो महसुस भयो देवदूतलाई भेट्दा। अनि भोलिपल्ट पनि उहाँको हातमा चाहिँ फेरि त्यही डायरी देख्नुभयो। हिजो पनि तपाईँले चाहिँ भगवानकोलाई प्रेम गर्ने व्यक्तिहरूको नाम लेखेको डायरी लिएर आउनुभएको थियो, आज पनि लिएर आउनु भएको छ भन्नुभयो, सोध्नुभयो। लिनुहोस् आज पनि यो डायरी पढ्नुहोस् भनेर देवदूतले उहाँलाई फेरि भोलिपल्ट पनि त्यो डायरी दिनुभयो। भोलिपल्ट त्यो डायरी हेर्दाखेरि सुरुमा नै उहाँ भक्तको नाम थियो, उहाँ गुरुजीको नाम थियो। अनि उहाँ अलिकति आश्चर्य हुनुभयो, भगवानसँग पनि दुई दुईवटा डायरी हुन्छ र आफ्नो भक्तहरूको नाम लेखेको, हिजो लिएर आउनु भएको थियो त्यसमा मेरो नाम थिएन, आज लिएर आउनु भएको थियो यसमा त सुरुमा नै मेरो नाम छ भनेर सोध्नुभयो। अनि त्यसपछि देवदूतले भन्नुभयो हिजो लिएर आएको डायरीमा भगवानलाई कसले प्रेम गर्छ, कसले साँचो भक्ति गर्छ भनेर उनीहरूको नाम लेखिएको थियो। तर आज लिएर आएको डायरीमा भगवानले कसलाई प्रेम गर्नुहुन्छ, भगवान कुन भक्तप्रति बढी कृतज्ञ हुनुहुन्छ, कुन भक्तलाई धेरै प्रेम गर्नुहुन्छ भनेर उनीहरूको नाम लेखिएको डायरी हो भन्नुभयो। अनि ती भक्त निकै नै खुसी हुनुभयो। साँच्ची हामीहरूले भगवानलाई प्रेम गरिरहँदा, भगवानको भक्ति गरिरहँदा कतिलाई एउटा अहङ्कार पनि आउन सक्छ, म जस्तो साँचो भक्त कोही छैन, मैले जस्तो राम्रोसँग भक्ति पूजा पाठ कसैले गर्न सकेको छैन भनेर। भगवानको भक्तिमा वास्तवमा भन्यो भने अहङ्कार हुन्न, मात्र समर्पण हुन्छ र भगवानले यो कुरालाई हेरिरहनुहुन्छ र साँचो भक्तलाई आफूले पनि प्रेम गरिरहनुहुन्छ। नमस्कार।